लोड सेडिङ किन भइरहेको थियो त बढी 14-15 घन्टा जनतालाई किन लोड सेडिङ 18 घन्टा पनि पुगेको थियो होइन 64-65 सालतिर होइन तर किन लोड सेडिङ भयो लोड सेडिङ हुनुको कारण के थियो भन्ने कुरा पब्लिकलाई धेरै थाहा छैन यो कुरा अब पहिलो कुरा चाहिँ लोड सेडिङ हुनुमा चाहिँ यो औद्योगिक ग्राहक र घरायसी ग्राहकमा प्राथमिकता उहाँहरूको औद्योगिक ग्राहकलाई परेको थियो प्राथमिकता पहिलो कुरा है किनभने औद्योगिक ग्राहक त्यो बेला 400-500 मेगावाटको थियो 400-500 मेगावाट थियो र उहाँहरूले प्राथमिकता औद्योगिक ग्राहकलाई दिनुहुन्थ्यो र त्यो पनि कार्यकारी निर्देशकको तोक आदेशको भरमा उद्योगलाई चाहिँ 20 घन्टा कसैलाई त 24 घन्टा पनि दिएको छ त्यो सिधै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको तोक आदेशमा जान्थ्यो र उद्योगलाई पनि के फाइदा हुन्थ्यो भने उद्योगलाई यहाँ चाहिँ ग्रिडबाट पाएको विद्युतको महसुल 8 रुपियाँ थियो 8 रुपियाँ 8.5 रुपियाँ थियो डिजेल चलाउनु पर्यो भने 30-35 रुपियाँ पर्थ्यो एक युनिट निकाल्दा अब एक महिनामा 1 मेगावाट विद्युत ग्रिडबाट सप्लाई पायो भने उहाँले यो लोड सेडिङको 14-15 घन्टा लोड सेडिङको बेलामा 1 करोड रुपियाँ फाइदा हुन्थ्यो उहाँलाई 40 मेगावाटको उद्योगले कति फाइदा गर्यो 40 करोड फाइदा गर्यो एउटा उद्योगले अब त्यसमा उहाँहरूले कसरी इन्फ्लुएन्स गरेर त्यो बत्ती पाउनेमा उहाँहरू लागेकै थियो त्यो डेडिकेटेड र ट्रङ्क लाइनको विषय त त्यही बेला उठेको हो नि त त्यसपछि रेट पनि तोकेको त्यो रेटमा बिलिङ पनि भएन हैन म आएपछि बिलिङ भयो नि त बिलिङ गरे हो नि त्यो बेला जनतालाई लोड सेडिङ बनाएर लोड सेडिङमा राखेर लिएको डेडिकेटेड ट्रङ्क लाइनको विद्युत हो नि त्यो अहिले तपाईँले विराटनगरको उद्योगीहरूलाई गएर सोध्नु न केही उद्योगीहरूलाई यति उनीहरूले चाहिँ लोड सेडिङमा बसेर त्यही सामान चाहिँ महँगोमा बेच्नुपर्ने स्थिति थियो भने अरूले 24 घन्टा पाएको स्थिति उनीहरूले कम्प्लेन गरेर मन्त्रालयले छानबिन कमिटी गठन गरेर त्यो छानबिन कमिटीले चाहिँ यो उद्योगले 24 घन्टा लिएको छ र यिनीहरूलाई कारवाही गर्नुपर्छ भनेर रिपोर्टै दिएको थियो रिपोर्टै गायब भयो नि त्यो र हाम्रो कर्मचारी पनि संलग्न थिए त्यसमा यहाँको एउटा जिल्लालाई 2 मेगावाट 3 मेगावाट भए पुग्थ्यो पोखराको लोड भनेको 30-40 मेगावाट 35-40 मेगावाट 35 मेगावाट हो 40 मेगावाट त्यो बेला 35-30 मेगावाट जति थियो होला पोखराभरिको लोड हैन पिक टाइममा एउटा इन्डस्ट्री चाहिँ 40 मेगावाट